हेलो नमस्ते। आज मैले फूल र यसका भागहरूलाई कसरी पढाउन सकिन्छ, कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने टिप्स लिएर आएको छु। तपाईँले पढाउँदाखेरि फूलका 4वटा भागलाई सरसर्ती गएर तीमध्ये 2वटा भागलाई चाहिँ अलि महत्त्व दिएर पढाउनु होला, किनभने यो विषयवस्तु बुझ्नका लागि नानीहरू अलिकति गाह्रो मान्ने भएको हुनाले मैले चाहिँ यसलाई यसरी हाइलाइट गरेर पढाउने गर्दछु। सुरुमा चाहिँ तपाईँको मेल र फिमेल रिप्रोडक्टिभ पार्टलाई यसरी चित्र कोरेर त्यसलाई हाइलाइट गरेर राखिदिनु होला र बुझाउने बेलामा 1 बाई 1 गरी यसरी देखाएर बुझाउनु होला। पार्ट्स अफ स्टामेन र पार्ट्स अफ पिस्टिलको बारेमा बुझाउन सक्नुभयो भने अरू दुईटा त एकदम इजी नै छन्। र मसँग अलिकति टाइम रहेको हुनाले मैले फेरि होल पार्ट अफ फ्लावरलाई स्केच गरी लेबल आउट गरेको छु। र भोलिका दिनमा मैले पढाउँदाखेरि म रियल फ्लावरहरू पनि कलेक्ट गरेर त्यसलाई डेमो गरी पढाउँछु, किनभने यसो गर्नाले शिक्षण र सिकाइ चाहिँ प्रभावकारी हुन्छ र आफूले चाहेको एन्सरहरू पनि समयमै प्राप्त गर्न सकिन्छ। हजुरहरूलाई मेरो भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। बाई बाई।